तिमीले गल्ती गरेको हो कि हैन के महसुस गरेको छौ गल्ती त गरे हो हजुर यसकै मायाले बसेको हो नि त नि जेठी बुढीको माया छोरा छोरीको माया छोरा सेलै यहाँ हेर उकालो हिँड्दा हिँड्दा अस्ति हामी बाइक लिएर आएको छौँ लडाउँदै आज चाहिँ हिँड्दै हिँड्दै आएको पानी खाने बनायो मलाई तिम्रो श्रीमान खोज्दाखेरि 20 देखि 25,000 सक्यो मेरो बाइकको चेन स्पिडै गयो हिजो राति हामी 7:50 मा हिँडेको काठमाडौँबाट उनीहरूलाई 5:20 मा मैले गाडी चढाएको गाइडको अनि त्यसपछिबाट हामी 7:50 मा हिँडेको बाटो भरि पानीले पिट्दै पिट्दै त्यो खुरकुटको बाटैभरि धुलै धुलो नाक थुनिएर अहिलेसम्म सुतेका छैन हामी अनि बिहान 5 बजे आइपुग्यो यति कष्ट गर्यो बाइकको चेन स्पिडको बाटोमा चेन स्पिड फेर्नु पर्यो तेल हाल्नु पर्यो हैन अनि त्यहाँबाट उहाँको सम्पूर्ण उनीहरूलाई ल्याउने लाने ट्याक्सी भाडादेखि लिएर खान्ते पिन्ते हैन त्यहाँ भइरहेको थियो त्यहाँ नजिक उसलाई भेटाउनलाई मैले धेरैजना मान्छेहरू परिचालन गरेको थिएँ उहाँहरुकोदेखि लिएर सबै कुरा मेरो जेबबाट गोजीबाट तिरेको छु यस्तो भएको छ हेर टेकु तिम्रो मलाई यो सबैभन्दा बच्चा र तिम्रो किनभने तिमी अशक्त छौ मलाई एकदमै मेरो भित्रबाट क्या यो मोटोमा मैले राख्न सकिन त्यति पोल्यो मलाई अनि जसरी हुन्छ जुन अवस्थामा हुन्छ म ल्याइदिन्छु भनेको थिएँ तर अलिकति समय लाग्छ चाहिँ भनेको थिएँ मेरो पनि धेरै काम हुन्थ्यो आज मैले मेरो बाचा पुरा गरिदिएको छु अब के गर्छौ अब श्रीमानलाई के गर्छौ तिम्रै कुरा हो हेर कुरो बुझ्यौ नि दर्शकबिन ठ्याक्कै अहिले हामी जहाँ टेकुको घर यो कटेजमा आइपुगेको छौँ टेकुको श्रीमान राजकुमार राई यहाँ देख्न सक्नुहुन्छ र उसको सानो छोरी यहाँ जुन अहिले 16-17 महिना भइसकेको छ बच्चा यहाँ छ र यता साइडमा देख्न सक्नुहुन्छ लक्ष्मी राई जहाँ कि राजकुमारले विवाह गरेको दोस्रो श्रीमती भनेको छ हैन अगाडि हामीले काठमाडौँमा सोध्दाखेरि पनि हामी श्रीमान श्रीमती सँगै बसेको भनेको छ र अरू कुराहरूबाट पनि हामीले धेरै टिकटकदेखि लिएर सामाजिक सञ्जालहरूमा पनि खोज्दाखेरि उहाँहरू विवाह बन्धनमा बाँधिनु भएको भन्ने कुरा बुझ्या छ र एउटा नेपालको कानुन अनुसार डबल विवाह गर्नको लागि कसैलाई पनि छुट छैन तर राजकुमार राईले किन गर्नुभयो कसो गर्नुभयो उहाँले नै बताउनु हुनेछ हामीले जहाँ कि थियो राजकुमार राई हराएर सम्पर्कविहीन भइसकेपछि हामीले टेकुको हरेक दुःखहरू देख्न नसकेर यस्तो ठाउँमा त कोही पनि सुत्दैन मैले अघि पनि भनिहालेको थिएँ जुन कि एउटा गाई वस्तु पशुहरूलाई त एकदम राम्रो ठाउँमा मानवले खोरहरू बनाइदिएर राखेको हुन्छ जुन टेकु चाहिँ यस्तो अवस्थामा बसेको हामीलाई एकजना गोमा बहिनीले फोन गरेर भनिसकेपछि हामी यहाँ आइपुग्यौँ जहाँ कि निकै नै समाज सेवा गर्ने हाम्रो गोमा मगर बहिनीले उहाँ भर्खर पढ्दै छिन् 11 मा र बहिनीले चाहिँ अब त्यसरी उसको पनि दुःख देखेर बहिनीले चाहिँ थाम्न नसकेर बोलाइसकेपछि हामी ढिलो चाँडो आयौँ किनभने हाम्रो कामहरू धेरैतिर भइरहेको हुन्छ त्यो हुनाले गर्दाखेरि हामी केही समय लाग्न सक्छ अनि आएर जुन टेकुको भिडियो छोडिसकेपछि हामीले टेकुको श्रीमानलाई चाहिँ आज हामीले यहाँ ल्याइसकेको छौँ अब बाँकी के हुन्छ भन्ने कुरा पनि हेर्दै गर्नु होला र राजकुमार राईले पनि बताउनेछन् अब बाँकी के हुन्छ होला राजकुमार राई अलिकति दुईटै श्रीमती भन्दा अग्लो अग्लो पनि रहेछ टेकु के छ निकै खुसी देखिया छ टेकु म तिनीहरुलाई केस लगाइदिन्छु सिधै हजुर केस लगाइदिन्छु कुन केस कपाल म त हालिदिन्छु अस्ति एकचोटि के भन्दै थियौ नि तिमीले के पो भन्दै धोबी के पो भन्दै धोबी हान्थे ढुट्टेलाई हान्छु म त उनीहरुले लठी ठिप्पलाछ हान्छु ढुट्टेलाई अब हट डेन्जर लाटरी सिटे चाहिँ क्या अनि त्यस्तो त मान्छे त पिट्नु हुँदैन नि त अनि यत्रो 1.5 वर्ष भइसक्यो हराएको मान्छे अनि कान्छी बुढीले हिँड्नुपर्ने यसलाई के कारण छ घरमा श्रीमती हुँदा हुँदै तिम्रो मन कति दुख्या छ भन्देऊ आज दुखेछ नि मर्दी गरी जनता जान्न चाहन्छन् भन्देऊ कति दुखेको छ कति भन न
र टेकु निकै नै भावुक भएको छन्। उसलाई चाहिँ कम्तीमा भने राजकुमार राईले चाहिँ एकदमै दुःख दिएको भन्ने कुरा चाहिँ यहाँबाट पनि प्रष्ट हुन्छ। राजकुमार राई, तिमीलाई कस्तो लाग्छ? हेर त तिम्रो बच्चा यहाँ खेलिरहेछ। श्रीमती त रुनुभयो त। सानो चित्तको छ, रोइहाल्छ नि। हो र? तिमीलाई आँसु आउँदैन यस्तो हुँदाखेरि? गाउँमाथि हेरेर छोडेर हिँडेको श्रीमती यसरी रुँदा तिमीलाई रुन मन लाग्दैन? लाग्छ। तिमी त रोकै छैन त। यसको साथमा कान्छी बुढी छ नि त, यसको साथमा मलाई के लाग्छ? रोन्डीको हेर भालु नि घरमा श्रीमती हुँदा हुँदै अर्को लिएर हिँड्ने कारण चाहिँ के छ र भन् न। माछाले यो हान्छु चाहिँ भाटा लिएर फेरि मलाई के कमी गरेको थियो भन् त? भन्देऊ ओके। मैले के तर मैले केमा कमी गरेको थिएँ? श्रीमतीको प्रश्नको जवाफ देऊ न। मैले तर केमा कमी गरेको थिएँ? तर मोबाइल किनिदिएँ मेरो पैसाले, बनाइदिएँ। घरमा रासन पानी मै निकाल्नु पर्यो, खानु पर्यो मै, भत्ताको पैसाले। हजुर। यसले अहिलेसम्म मलाई कमाएर एक रुपियाँ पनि दिएको छैन। यसले मलाई नानी जन्ने दिए हुँदा पनि यसले कम्ता मलाई दुःख दिएछ। उसले दिएछ एउटा कुरा, नानी चाहिँ दिएछ। तिमी एक्लैले पनि बनाउँदैन थियौ नि त नानी चाहिँ। नानी चाहिँ दिएछ है राजकुमारले, है? हजुर। तिमीले चाहिँ धेरै कुरामा सहयोग गरेको रहेछ। मैले जे देउन त्यति मानेर मैले नै गरेको, सबैलाई नि मैले नै गरेको। ए धेर भएछ क्यार है? अब मेरो माया धेरै भएर नि हिँडेको, यो माथिको माथि हिँडेको। सासु मर्दा पनि यसले कति घृणा गर्थे, यसका आफ्नै आमाले त कति घृणा गर्थे। मैले स्याहारेको होइन 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 भन्छ त। ए त होइन भनिहाल्छ नि यसले त। कुरा लुकाउन धेरै छ नि यसले त जानेको। हेर त श्रीमतीको त्यस्तो चित्त दुखाइदिएर यतिखेर साँच्चै भन्यो भने उहाँको चित्त दुखेर पित्त फुट्ने बेला भइसकेको हुन्छ। उता नानी उताको यता कहाँ गएको उता बुङ्ग। मैले उसलाई चाहिँ के चाहिँ गरेन होला, मैले सबै भनेको मैले जे उसले चाहिँ मैले त्यति मानेर मैले यस्तो यसले चाहिँ मलाई के चाहिँ गरेन होला। यसले जे उसले त्यति मानेर यो मातेर हिँडेको, अरू के पो हो नि। ल श्रीमतीको प्रश्नको उत्तर ड्याङ्का ड्याङ देऊ राजकुमार राई। तिमीलाई त देश विदेशबाट दर्शकहरूले राजकुमार राईको अनुहार कस्तो थियो, हेर्न पा कस्तो हुन्थ्यो भनेर खोजिराख्नु भएको छ। धेरै नै माया गरेको रहेछ नि त। तिमीलाई माया धेर भएको हो कि क्या हो? उसले त अब अहिले भने अनुसार त धेरै माया गरेको रहेछ। अब त्यस्तो मातेर चाहिँ हिँडेको होइन सर। हजुर। अब उसकै दिदी उसकै मम्मीले गर्दा म त्यस्तो भएर हिँडे हो। मेरो माइतीले जे गरे पनि मैले तँलाई स्वीकारेको थिएँ नि त। मैले जे छोड्छु मैले माफी मागिसकेको थिएँ। मैले तँलाई त मागिसकेको थिएँ माफी। तँ बुझ्यो कहिले बुझ्यो? अब गाउँको उहाँ त्यत्रो गाउँको मान्छे पिटेर मलाई कुट्यो नि त। उस गऱ्यो, लाज भयो मलाई। अनि तँलाई लाज भयो के हो? मलाई कुट्यो, लाज हो, त्यही भएर छोडेर हिँडे। अनि उसलाई पनि कुटेको रहेछ नि त नि। मलाई कुटेको मेरो कारण मलाई कुटेको, यसकै बेहुलाले कुटेको, अरू केही पनि होइन। अहिले दिदी यहाँ आउँदैछ, दिदीले पनि भन्नुहुन्छ अरे किन कुटेको? के जाँड खाएर हल्ला गरेको क्या हो? यसको बेहुला नभएर कुटेको। यसको यसले मलाई कम्ता दुःख दिएछ। दिदी घरमा यसले मलाई कुटेको। उहाँ कहाँ आउनु भन्दा यो अनुहार त कुनै राम्रो थिएन हो। आँधेर फोन गरेर सोध्यो भने हो नि। श्रीमतीलाई त्यसरी कुट्नु हुँदैन नि। म त अब सोचिछ के गर्नु छैन अहिलेसम्म छैन। अब ऊ त राम्रो छ नि त, म त राम्रो छैन नि त। नराम्रो काममा म हिँड्दिनँ पनि होइन। नराम्रो काम पनि गरेको देखेको छुइनँ। उसले आएर जाँदा सिकाएर आउँछ होला। उसको खाने ठाउँमा काम गरेर जसले पनि गलेको बेलामा खान्छ। अहिलेसम्म कुटेको छैन। खाएर आयो भन्दैमा बुढीले मुख खानु। मलाई त्यसले कम त कुट्थे, खाना खाएर पनि कुट्थे मलाई। यो घर पनि मलाई कुट। यहाँदेखि तल झारेको छ, यहाँ देखिरहेको छ मान्छेहरूले। छोरी मान्छेको इज्जत भनेको डाक्न लगाओस्। किनभने बुढो अब मातेर आए पनि एक बुढो गलेर आएको थियो, मातेर आयो भने खाना सब्जी पाएको कसेर दिने। अब खानु दिने उहाँलाई। अब उहाँले खाएर सुत्नुहुन्छ कि या अब झगडा गर्नुहुन्छ? झगडा नगरौँ है भनेर हामीले सल्लाह दिने हो। हामी अब त्यो बलिराखेको आगोमा फेरि झम्टिनु भएन। हुन्छ त हुँदैन नि? हुँदैन। हो त्यही म त अझ मलाई थाहा मैले पहिले चाहिँ मैले यसलाई रिस उठाएको थिएँ र
यो आफै आएर कुट्थ्यो मलाई यो अनुहार त पुरै नहुने गरी कुटेको मलाई अरू तिमी नचाहिँदै नबोल त तिमीले मलाई कुटेको हो नि काट्नु भन्दा गाली गर्ने थियो कि थिएन भन त मैले गाली नगरे तरेको धेर कुट्छु खाते राडाको छोरो भन्ने भन्छु नि आफू पहिला भन्नु पाउँदिनँ मैले त्यो भन्नु पाउँछ पाउँदिनँ जे पनि भन्न पाइन्छ नि श्रीमतीले त बुढाबुढीको झगडामा बाबुआमाको नाम लिएर हुन्छ तँ किन मलाई भाडु रन्जीमा गयो हिँडेर जस्तै कहिले मलाई किन भाडु रन्जी भन्छु त तैँले धेर बोल्छस् अनि मैले भनिदिने पछि लास्टमा भएपछि खुबै उडेछ छैन सुरुमा तिमीले भन्छौ अनि मैले पछि भन्ने हो अझ खुब देखेको छु नि त भालु रन्जी त रन्जी लिएर आएको खातिनी कहाँको खाना पाएको लिएर आएको यसैले तँलाई खुवाएर राखेको र नि त होइन त्यसैले पारिराखेको तँले कहिले जिन्दगी तँलाई कहिले काम गरेर खुवाएको हाम्रो कहिले देखेको थिएन देख्छस् अरू यत्रो नानी भएछ कहाँ छ एक रुपियाँ देखेन तँ नानी 3 दिन हुँदा पनि तँले छोडेर हिँडेको राति सुत्केरी अवस्थामा सुत्केरी खुवाउनु पर्ने होइन भालेको टाउको ल्याएर रातो भाले क्वाइक क्वाइक सुत्केरीको न्यु गरी टाउको मैले खुवाएक भन्ने छ यो नानी पेट हुँदा यो भुइँ चिसो थियो कति मलाई चिसो लागेको होला यो नानी पेटमा हुँदाखेरि अनि यो यहाँ नभएर माइजले खाट बनाइदिएको छ तिमीले यो भाटाको बनाइदिनु भएको छ अलि भयो भने यो पानी घरमा कति चुन्थ्यो होला मैले तँलाई कति फोनमा गरेर भन्थेँ घर चुरेछ आइज यो रन्जिरो छ नि त नि तँले छोडेको मलाई होइन भाडुले खोजेको छ नि तँले तिम्रो बोली राम्रो हुनु पर्यो नि त पहिला बोली सुधार न के बोलिस् मेरो बोली यस्तै हो के गर्छस् बिहे गरेको 3 महिनादेखि मलाई त तँले बिहे गरेको 1 महिना त मलाई कुटेछस् त अरू तरुनीहरूसँग यो खुब बोल्थ्यो यस्तो हो क्या कुरो के हो भने तिमीले बिहे गर्ने बेलामा त अब उहाँको बानी सानी भनेर बिहे गरेको हुँदैन नि त कसैको अलिकति केही आदतै त्यस्तो पनि अलिकति बोल्ने हुन्छ तिमीले पनि सम्झाउने यस्तो नभन श्रीमती होइन तिमी हामी भनेको एक रथको पाङ्रा हो मिलेर बस्नुपर्छ भनेर तिमीले पनि सम्झाउनै पर्छ मैले सम्झाएँ उल्टै मलाई कुट्थ्यो उसले मलाई मुखमा जे आयो त्यही भनिदिन्छ मान्छे गएर मलाई कति कुटे खायो यो मामाहरू पनि छँदैछ दाइहरू छँदैछ कतिसम्म कुटे खा मलाई त म सबै सहेर बसेको थिएँ अरू पनि सहेर बसेको थिएँ नानी हुँदासम्म तर मलाई कुटेछ बाटोमा सुत्केरी हुँदा मलाई हिर्का कसरी हान्थ्यो झापले यसकी साह्रो छ नि त नि मेरो भन्न त हो र बङ्का बङ हान्थ्यो हान्थ्यो नि त्यति बेला यो रोन्डीहरूसँग लागेको छ नि यो म दिउँसो 7 महिना यो दिउँसो हराउँथेँ यो रोन्डीसँग जान्छु होला ए दिउँसो हराइदिने म चेक गर्नु जाँदाखेरि हुन्थेन काममा कोहीले पनि काममा हुन्थेन फोनमा पनि बोल्थ्यो यस्तरी बोल्थ्यो होला नि मेरो अगाडि कविताको बाउ केराको फेदमा यस्तो गरेर बोल्थ्यो अरे के फोनमा ऊ पनि त्यसै गरी बोल्थ्यो होटलमा गएर बोल्नु हुन्थेन मलाई होटल गएर मान्छेले मलाई भन्थे तिम्रो बुढा त कस्तो बिग्रेको घरमा श्रीमती हुँदा पनि अरूसँग बोलिरहेको बुढी भन भनेर मलाई होटलमा मान्छेले कति भन घरमा श्रीमती हुँदा आउँदै अर्को दुनियाँ रोन्डीहरूसँग खोज्ने ल आमा मैले तपाईँको श्रीमान ल्याइदिएको छु राखे पनि राख्नु यसलाई त उयो दुइटा मुन्टा हालिदिन्छु गर्नु के गर्नु मलाई यस्तो अपाङ्ग मान्छे यसले देखिदेखि ल्याएको यसले देखिदेखि ल्याएको मैले राम्रो गर्छु भनेर यसले लिएर आएको अहिले खोइ राम्रो गरे त भाडु त्यसलाई बरु लगाइदिन्छु जेलभित्र दाल 1 वर्षसम्म त दाल के अरे मासु भात खाएर बस्छु छैन नि त खानामा दाल भात खुवाउनु लान्छु पक्क घरमा यति राम्रो छोरी छ बुढी छ यसले कसले एकचोटि यसलाई सम्झिस् छोरी भनेर कसले सम्झिस् ए भन न के नबोली बसेको अनि हान्छु न मेरो तलबाट कतिसम्म कुटिस अब त मेरो पार कुट्छु म बोल्दिनु नबोल्दिनु 1-2 शब्द रिस मार्दिनु केही भनेर यसो अब यत्रो समय पछिको रिस त निकाल्नु पर्यो नि त बल्ल बल्ल आउनु भएको छ नि कति रिस उठेको होला त नि अब घरमा मिठो मसिनो पकाउँदा नखाने यसले त पकाएर त मिठो हुन्छ होला नि होइन भन् त मिठो हुन्छ होला नि मिठो हुन्छ यसले पकाएको रोन्जीले पकाएको मिठो हुन्थ्यो तर एकचोटि हाम्रो सम्झिस् आमा छोरीलाई के कस्तो छ नानी कत्रो भएर सम्झिस् गुनासो धेरै छ दिदीको ल कसरी दिदीलाई मनाउने के गर्ने बोल्दिनु राजकुमार दाइ खोइ के गरी मनाउने हो गल्ती गरेर हिँडेको छ
थोरै गल्ती गर्छ मैले गरिदिएँ म दुनियाँसँग सुन्नु गएको छैन हिँडेपछि त हुन्छ होला नि त गल्ती गरे अनुसारको के हुन्छ नि त अब माफी माग्ने यताउति होला नि त कमसेकम त आफ्नो सन्तान र बुढीको माया हुन्छ हौ ए त पनि बोल है रोन्डी है त के भनिरहेको छु योसँग भन्दा तर एकचोटि सोधिस् यो मैले बिहे गरेर सोधेको छैन तैँले एकचोटि घर यति राम्रो छुइनँ भनेर उहाँलाई थाहा थिएन अरे कि उहाँले किन भयो के भन्ने मैले तपाईँले बिहे गर्नुभएको छ कि छैन भन्दाखेरि उहाँले बिहे गरेको छुइनँ भन तपाईँले सिधै आएर मुख नछाड्नु मैले तपाईँलाई मैले मुख छाडेको छुइनँ राम्रोसँगले बोलौँ तपाईँ पनि मिडियामा बोलिराख्नु भएको छ म पनि मिडियामा बोलिरहेको मैले थाहा छैन मैले यत्रो यसले 1.5 वर्ष छोडेर हिँडेको तँसँग त फोनमा त खुब बोल्थ्यो नि त सम्झाउनु न मलाई किन भन्नुहुन्छ यता अन्त के भन्छ भन्न है के पाल्छु भनेर ल्याए तिम्रो व्यवहार सुधार न पहिला मिल्दैन त अब पहिलो भेटेर खुब मेरो खोसेमा आशा खादिने मन पर्यो मैले ल्याएँ मलाई के भन्न बडा तँलाई पनि मन परेको थियो मैले ल्याएको थिएँ किन छोड्छ यो राम्रो छोड्छ छ त अब आइरहेको छु त हेर्छु भनेर पाल्छु भनेर आइरहेको छु त यो दाइना गएको त आउँथिस् भन्दा दुईजनालाई हेर्छु पाल्छु भनेर यो आइरहेको दाइ नआउनु भए त आउँथिस् मैले दाइलाई नपठाए त आउँथिस् दुखेर कुन दिन बस्थिस् खबर हुनु परेन मलाई खबर मैले त्यत्रो फोन गरेँ तर तँ किन ब्लकमा आएस् भन्दा ब्लकमा त घरि इन्दै गाछु भन्ने घरि उता गाछु भन्ने पछि खबर हुनु परेन सारे यो दाइना गए त आउँथिस् भन्दा मैले पठाएँ मेरो दाइलाई यो दाइना मैले पठाएको मेरो सियान खोजिनु भनेर पठायो त राम्रो भयो त अनि आयो त सारे यो रोन्डी लिएर आउनुपर्छ रोन्डी रे मासुले खत्ते अनि मेरो बुढीले लाउँछु त तिमी पनि मेरो बुढी हो सारे एउटा त सल्लाह हुन्छ नि मैले बिहे गरेको छु म गर्नु हुँदैन मेरो छोरी छ मैले मेरो बुढीलाई पाल्नुपर्छ खुवाउनु पर्छ छोराछोरीलाई हिर्काउनु तर यो सोचमा कहिले आएन तर मेरो बाउमाथि तर बाउमाथिले मलाई हेर्ने हेला गरेर तर मलाई हेला गर्ने बाउमाथि हेला गरेर मैले तैँले मलाई हेला गर्नुपर्छ अब तिमीलाई त अब के चाहिँ भन्थ्यो होला र बाबाले तिमीलाई भनेको गाली गरेर मैले केही सुनिनँ मलाई चाहिँ मैले बाउमाथि अब म बिहे गर्न आएपछि हेला गरेपछि तैँले मलाई हेला गर्नुपर्छ त खुब कुरा त खुब ढाक्लाउँछ होइन नचाहिँदो बोले भयो त चाहिँदो बोलिरहेको छु तिम्रो मम्मीले किन मलाई मुख छाडो मलाई छाडे तँलाई के टाउ दुख्यो मेरो कारण मलाई छाड्छ मलाई छाडेन राडीको छोरो भनेन मलाई अनि त्यो चाहिँ मलाई दुख्छ मैले तँलाई त्यत्रो सम्झाएँ होइन मेरो बाउले यसो भने मैले माफी दिएँ माफी गरेँ भने मैले त्यत्रो पनि भनेको थिइनँ साला त्यही दिन रात त्यही कारणले मलाई तँले कुटेर पनि हिँडेको त नानी 2 बेला पेट्नु हुँदा पनि तँले हिँडेको त पिट्नु हुन्थ्यो तपाईँले धेरै कुट्थ्यो मलाई यो अनुहार त पुरै नभएको यहाँको मान्छेले सबै थाहा छ म यसले कुट्छ भनेर मलाई योदेखि तँलाई म केही गर्न सक्दिनँ नि त यसको जस्तो सबैमा हात मेरो हुनु पऱ्यो नि सानो पेट नभएको बच्चाको त के दोष थियो र उहाँ छोडेर जानुलाई बच्चाको लागि भए पनि सोचेर बस्नु पर्दैन थियो नहुनु बच्चा बसिसकेको थियो कि बच्चा नबसेको भए उहाँले आफ्नै बाटो रोजेर जानु सक्नुहुन्थ्यो होला अब बच्चा बसिसकेपछि त तपाईँकै निशानी हो अनि तपाईँको बाटो नहेरे उहाँले अनि कसको आशमा बस्नुहुन्छ त माइती पक्षबाट पनि अब नहेरेपछि कसको अब त खुब मस्ती गरे अब त खुब रमाइलो भयो दुईटेर होइन तँलाई के भने ल्याएको नि यसलाई पाल्छु भनेर ल्याएको अघि मैले भनिसकेँ अनि तँलाई पाल्छस् पालिरहेको छु त तँले कमर 1 रुपियाँ त मलाई दिस् त दिस् यता छोरी उता छोरा बनाउन ल्याएको यसको बुढा थियो र छोराछोरी थियो होला दिदी तपाईँको बुढा छोराछोरी के छैन त फेसबुकमा त कसको छोराको फोटो भन्दा कसको छोराको फोटो हालेको त्यो छोराको यत्रो फोटोको छ फेसबुकमा तपाईँले फोटो देख्नु भएको छ यसले यो सुरु यो बोल्छ लक्ष्मीले चाहिँ यो बोल्थ्यो फोटो कहिले फेसबुकमा हालेको थियो यो तँ नचिन्ने गरी यो नचिन्ने गरी मलाई थाहा छ यो हालेको थियो यसले
भने त नढाट्नु तपाईको पछि यत्रो हाँ? यहाँ आएको छ यसको छोरी छ यसको छोरी छ यत्रो नानी उयो भान्जी जत्रो छ फोटोमा पुरा फेसबुकमा हालेको छ मैले देखिरहेको छु श्रीमान छ भने नि तपाईँले जति घाँटे पनि पत्ता लाग्छ के यहाँबाट छ भने छो मेरो होइन छैन मैले गरेको छु भन्दा भयो छ होइन भएको चिज त भन्ने हो भएको चिज मेरो फोटो मेरो बुढा यति राम्रो सक्लै बुढो पाछ भने कहाँ छ भन्छ त किन आउँथेर म त्यही बुढासँग बस्थेँ म आउने थिइनँ बिहे गरेर यहाँसँग होइन यस्तो नि त छुट्टिएको लक्ष्मी राईको फोटोमा यसले हालेको थियो अब उहाँले हाल्नु भएको थियो भने मलाई थाहा छैन। यहाँ सुन्नु है त्यो जुन होटलवाला दिदी हुनुहुन्छ नि त्यो दिदीले सबै कुरा चाहिँ खोल्नु भएन लक्ष्मी होइन हजुर। के को भनेर यो लक्ष्मीको पनि निकै ठुलो कहानी छ भनेर भन्नुभयो भने के छ भन्दा अहिले भन्न मिल्दैन भनेर भन्नुभयो भनिहाल्यो अरू म दुधतिर पर्नु छु यो भाडा छ तपाईँको त्यस्तो मैले छ भने डर काटिरहेको छु दुधतिर हान्छु बरु थाहा हुन्छ के जसरी पनि तपाईँको भिडियोहरू सबैले हेर्छ थाहा हुन्छ के हेर्नुहोस् अनि त्यो अहिले झुक्याएर जस्तै अस्ति के भयो भने तपाईँ माथि सुतिराख्नु भएको थियो होइन राजकुमार तल सुतिरहेको थियो नि त बेरै गरे गरेछु मैले भनेर बेरै गरेको थिइनँ भने नि त मैले पनि हेरेँ आयो ढाँटेको कुरा र मलाई थाहा छैन। उ गरेको कुरा कहिले पत्ता लाग्दैन जान्दिनँ होइन। भने नजरले तेरो कपालमा छुन्यो फेरि लुच्नु न त तपाईँको अधिकार छ लुच्नु पाउनुहुन्छ लुच्छु म त मैले भनेको छुइनँ साले त दुईटामा खुब मस्ती भयो होला नि त होइन तपाईँको अधिकार छ हक लाग्छ अहिले तपाईँले लुच्नु यसले हालेको थियो अरे फोटो यो सानो फुच्चीको हो कि फुच्चीको फोटो हालेको थियो एउटा स्वर दिने पनि थाहा छ स्वर दिने पनि देखेको छ पुरा यस्तो गरेर पुरै हानिरहेर यो अन्न चिनेको यसले फोटो हालेको थियो यसको पनि हालेको थियो हो भने हामी दुईजनाको चाहिँ हाल्यो हो अरू चाहिँ थाहा भएन मलाई थाहा भएन त लक्ष्मी राई त्यो मैले स्क्रिन गरेर आएको छु हेर नि त हेरेर देखा तर त्यो फोटो अहिले हटाइसक्यो यसले छ होइन ल्याउ त माछाले यसले मलाई ढाँटेर छरेर हुन्छ यसलाई म मुद्दा के छ हालिदिन्छु मैले त खै त खुसीको फोटो चाहिँ यसले डिलिट गर्नु भ्याले त्यो इफेक्ट इफेक्ट लाएर अनि यहाँ मलाई स्क्रिन गरेर इफेक्ट लगाएको छ तर अहिले चाहिँ साँचो साँचो कुरा भन न किन ढाँट्नु आखिर केही फरक परेन त ढाँट्यो यो त तिमीहरूकै होला नि होइन यो टिकटक यो त तिमीहरूकै हो नि होइन यो नन्दी होइन यो अनि यो त हाम्रै हो त अनि यहाँ बच्चाको चाहिँ कहाँ छ यसमा यो बच्चा चाहिँ कहाँ छ लु देखाउ त डिलिट गर्नु भ्याइस अलि चाहिएको कुरो गर देखेमा त फोटो खिचेर राख नि त सोल्डिङको नचाहिने कुरो नगर बच्चाको फोटो हाले छैन यो बच्चाको फोटो यसमा किन हालेछ भन्दा यो कुन चाहिँ को यो बच्चा त यो बोल सोल्डिङले आउनुहुन्छ यसमा त बोलेको थिइस् बोलेको थियो त यहाँ बच्चाको फोटो छ तर डिलिट हाल्छ बच्चाको फोटो हालेको छैन डिलिट हाल्छ तैले भएको मैले हालेको भने यो अरू कुनै यहाँ फेसबुकमा अरू कसैको फोटो पनि बोल्नुहुन्छ छैन अहिले आएर मलाई लगाउँदै हुनुहुन्छ उसले हाल्ने भनेको उयो अहिले देखाएको यो के भन्छ अरे खुब मोज मस्ती भयो त होइन मेरो प्राय जस्तो त्यो नचाहिने कुरो नगर बच्चाको फोटो हालेछ भनेर हालेको छैन सोल्डिङ मलाई ढाँट्छु नचाहिने नचाहिने कुरो नगर हाल्नु आफ्नै ठाउँमा भए पनि मज मस्ती चाहिँ गरेको हो राजकुमारले अब अनि योसँग मोज मस्ती बुढीलाई बिर्सिने लक्ष्मीसँग चाहिँ गर्यो अरू जान्दिनँ म होइन यो पनि तेरै आइडी हो यो आइडी के गर्छ भन्दा तर यो आइडी तर बेच्छ भन्छ अनि यो बेच्या त हो नि मैले अहिले अनि यो बेच तँ तेरै भोइस बोलेको थिएँ यसमा कहिले बोलेको थियो तँ यहाँ मलाई ब्लक गर्न सक्छ कहिले बोलेको थिएँ म यहाँ नम्बर पनि छ यहाँ नम्बर पनि छ यसले नम्बरमा पनि कति कल गरेको थिएँ मैले यहाँ मलाई पो भन्नुहुन्छ यो त दाइको हो यो नम्बर कहाँ गयो यो नम्बर त तैँले कल गरेको थिइस् यो नम्बरमा मैले यहाँ सेभ गरेर आएको छ यो नम्बर त चलाउने थिइनँ त मैले यो नम्बर मसँग बोलेको थिइस् तँलाई यो स्विच अफ गरिस् यहाँ अर्को पनि छ कता यो नम्बर चलाएन नि त मलाई ढाँटेर छरेर पाउँछ यो 39 अनि यो राज 65 लास्टमा 65 यहाँ पनि छ कता ल त्यो छोडिदिनु न नम्बर गरी त के भयो अब चाहिँ के गर्ने त्यो कुराहरू गर्नु न यो दुईटालाई म दाल भात खुवाउन लान्छु मलाई अरू सबै के थाहा छैन यसले मलाई धेरै धोका दिइसक्यो यसले मलाई